सेवा र साथीहरू वेलकम टु माई ब्लग। तपाईँहरू सबैजनालाई स्वागत छ। अनि आज चाहिँ मैले तपाईँहरूलाई चाहिँ मेरो सोल्टिनीको बिदाई कार्यक्रमको भिडियो लिएर प्रस्तुत भइरहेको छु। आज चाहिँ मेरो सोल्टिनीको बिदाई कार्यक्रममा सोल्टिनी एकदमै धेरै रोइराख्नु भएको छ। इमोसनल मोमेन्ट आइरहेको छ किनभने सोल्टिनीले चाहिँ आफ्नो छोरा र छोरी लगायत फ्यामिली छोडेर 50 दिनको छुट्टीमा आउनुभएको थियो, फेरि जाँदै हुनुहुन्छ। अनि हामीले सोल्टिनीलाई बिदाई कार्यक्रम गर्दैछौँ। अनि सोल्टिनी एकदमै रोइराख्नु भएको छ। अझै छोरीले हेर्नुहोस् न, त्यहाँनिर छोरीको हकले झन् मेरो सोल्टिनी रोएर के गर्नु। हामी त अलिअलि सपोर्ट चाहिँ गरिरहेछौँ। हामीले पनि दहीको कार्यक्रम भइरहेछ अनि यसको भाउजूले टिका लगाइदिँदैछ। अब अनि हामी पनि सघाउँदैछौँ अलिअलि आँसु पुस्नलाई साथीहरू। मेरो सोल्टिनीको आँसु हेर्नुहोस् त, थामी नसक्नु ठुलो ठुलो ढिक्काहरूको आँसु खसिरहेछ। के गर्ने साथी हो, तब पनि हेर्दै सोल्टिनीलाई सपोर्ट गर्दैछु अलिअलि आँसुले। उसको छोरी यता लुक्दै उता लुक्दै रुँदैछ। कति गाह्रो भएको छ आमा छोरीलाई, त्यो मैले फिल गर्न सक्छु। ल हेर्नुहोस्, हाम्रो सोल्टिनीले हिँड्ने बेलामा सगुन लगाउँदै हुनुहुन्छ है त। यो चाहिँ सबभन्दा पछि मेरो सोल्टिनीको गाडी स्टेसनमा आएको छौँ हामी बस पार्कमा। अनि यहीँ घर अगाडि नै हो। हामी 10 जना जति जन्ती नै लगाएर पुऱ्याउनु आएको थियौँ हामी सबैजना। सोल्टिनी चाहिँ लावर भिड जानु भएको हो, भिडेर पनि पहिला एकचोटि आइसक्नु हाइटमा फ्याल्दिनु हुन्छ, टेन्सन नगर्नु है। भन्दा भन्दै जाँदै हुनुहुन्छ, हाइटमा फ्याल्नु हुन्छ होला जस्तो लागिरहेको छ हामीलाई। तर पनि तिमीले टेन्सन नगर, फ्याल्ले पनि सानो होसबेसले अनि हामी जिराउँछौँ। अहिलेको जमानामा यत्रो यत्रो जुत्ताहरू छन्। मैले त पुग्छु पछि। म छोराछोरीको आमा नभए त मलाई कस्तो धेरै उयो पीडा हुन्छ भने छोराछोरीको आमालाई गाह्रै हुन्छ साथी हो। यसरी आफ्नो जन्मथलो छोडेर कर्म जानु भनेको मजबुरी हो। अनि यसलाई चाहिँ हामी छोरीमा चाहिँ स्ट्रङ भएर जानुपर्छ नि। सोल्टिनी कस्तो स्ट्रङ हुनुहुन्छ, रोएर देखाइदिनु सोल्टिनी। कसैले मागेकोलाई रुने हो सोल्टिनी। अब अरू बेला होइन हाँसेको बेला रुइदियो भन्नु भने रुन पनि आउँदैन सोल्टिनी। ला टिसु ला आँसु पुस टिसु आँसु पुस ला। यहाँ चाहिँ कान्छी बहिनी छ, कस्तो रुँदैछ अस्मिता, लाउ टिसु नाकमा। नानी नानी रुनु त मलाई त बस्नु नि टिसु त्यति नै हो नानी, धेरै त महँगो छ नि त। ल आमा छोरी हो ऊ चाहिँ मेरो छोरा छ, मेरो छोरा पत्नी छोरा भन्नु न। म काहीँ गयो हुन्छ कि हुँदैन, म काहीँ गयो पहिला जानु हुँदाखेरि ओ हेर्न साथी हो। अब चाहिँ हामी आएको वेटिङ रुममा हेर्ने सबैजना हाम्रो ग्रुपहरू हेर्न। सिर्फ हाम्रो सोल्टिनी मात्रै हुनुहुँदो रहेछ पछिबाट चढ्ने, त्यसैले सबैजना रुँदै हुनुहुन्छ। अनि रुनेमा सबैभन्दा उसको भाउजू परेको है, उसको भाउजू परेको छ है। होइन होला के हो, उसको भाउजू परेको छ है। साह्रै रुँदैछ साह्रै। आउनु उता बस नानी, नानी बस बस सबैजना वेटिङ रुम पो त यो त। बस उता नानी बस। ल अब सेसन चल्नु थाल्यो। रुए पनि स्टाइल चाहिँ आउँछ, रुए पनि स्टाइल चाहिँ आउँछ। रुए नि स्टाइल चाहिँ आउँछ। ल अब सोल्टिनी अब 2-4 वर्ष यो देख्नुहुन्न होला होइन। तपाईँलाई प्लेनमा पठाइदिनु मन थियो हेलिकप्टरमा, तपाईँको सामान फेरि 3-4 केजी त कसले लाँदैन। त्यही भएर हो, नत्र मैले प्लेनको टिकट पनि काटिदिनु साथीहरू। हाम्रो गाउँमा यस्तो बिहे हुँदा हुँदा पनि हामी जाँदैछौँ। ऊ गाडी आयो होला, उयो होइन कहाँ चाहिँ मेरो भदैनी खेलिरहेको छ त्यहाँ चाहिँ। यो चाहिँ पत्री बजार हो, यो चाहिँ पत्री बजार हो साथी। यस्तो छ कि मान्छेलाई यहाँ आइज अरे मलाई आँसु आउनु आँटेको छ अरे। कसलाई आँसु आउनु आँटेको छ, आँसु चाहिँ यहाँ आइज मलाई आँसु आउनु आँटेको छ अरे। यिनीहरू भिडियो गरी फेरि उहाँ अर्कोजना पनि आउनु भएको छ है। उहाँ के भन्छ बिदाई गर्नु आँसु झार आउनु भएको छ है। हेलो नन्द जाने दुखीमा खुसियाली हो कि दुखियालीमा रुँदैछ ऊ चाहिँ। म अघि रुको, म भित्र रुको थिएँ अलिअलि अलिअलि रुको बाहिर पनि नरुको त। अघि म भित्र रुएरी घरमा रुएरी आइसकेको। त्यस्तो त्यसरी रुन्छ मान्छे, देख्नुहुन्छ नि गाई जो कसरी हेरे फेरि देखाएर। अघि म रुएरी आएको
आइसकेको छन् अब धेरै रुवाबासी भनेको र इमोसनल मोमेन्ट भनेको चाहिँ 2 जना 3 जनाको लागि चाहिँ किनभने उनीहरूको त अब जिन्दगी हो नि त आमा हो अझै म रुवाइदिनु है ल थोरै रुवाइदिन्छु म त फेरि एकदमै रुवाउनु अब चाहिँ साथीहरू उसको बधाई मेरो सोल्टिनीको बधाईले बिदाई गर्दैछ किनभने घर जान्छ अरे त्यसैले फुपूलाई माया गरेर हक गरेर छुट्न लागेको छ साथीहरू। यो मोमेन्ट भन्नुहुन्छ भने एकदमै आँसुको छ साथीहरू। अब के गर्ने यो गाडीको मान्छेले ढिलो गर्यो साथीहरू। अनि अब हामी के गर्दैछौँ भन्दा हामी वेट हिँड्नु ओए हेर्न एउटा बताको लो यहाँ मत आफै मान्छेले चिन्छ आफै लाउँछ अगर लो अनि एटा सानो अगर हेरौ सानोलाई आमा भन्न के गर्दै मी अब हेर्न थालेको अगर आइनु भगवान रुने बेला आयो मेरो सानोलाई पो हक गर्नु ढिलो भइसक्यो छोडिनी आउनु छोडिनी चारटा छ यो चारटा छ आइज लु गएको है लु छोडिनी आई लभ यु सो मच बाई बाई टेक केयर नरुनु है स्ट्रङ नानी बाई बाई सबैजनालाई खोइ सामान चाहिँ कसले खोइ उयो चाहिँ तपाईँको छोरा यो बाई गर न मामुलाई हेर न कति पर हक गरेर बाई गर मामुलाई अब सबैजनालाई बाई 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 लु बाई कुमार गर सबैजनालाई बाई 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 लु बाई अनि कुमार गर हाम्रो सोल्टिनीलाई बाई खै कहाँ पुगिसक्नु भयो नि हाम्रो सोल्टिनी जा तपाईँ जाने यो चाहिँ सोल्टिनी लु बाई बाई सोल्टिनी हाम्रो सोल्टिनी जानुभयो कति वर्षको लागि उसको भाउजू चाहिँ यति रुँदैछ उसको भाउजूको कता आया साथी हो अब हामी चाहिँ बिहेमा डाइरेक्ट छिरेर खानु जाँदैछौँ है छिरोमा एकचोटि छेउमा गएर यहाँ बिहेमा अब हामी सिधै गएर खाँदैछौँ है साथी अब रोक्नु भिडियो रोक्नु अनि अब सोल्टिनी जानुभयो साथी यो चाहिँ पथरी बजार रहेको छ यो चाहिँ हामी रहेको छौँ अनि हामीले गरिसक्यौँ हाम्रो सोल्टिनीलाई बाई बाई बिचरा हामीलाई चाहिँ के होइन हाँसो ठट्टा बाई बाई अलिकति मन खल्लो उसलाई छ बितेको उसको छोरीलाई छ बितेको उसको छोरालाई छ बितेको होइन छोरा त बाँधिरहेको छ छोरा त अलिकति होइन त्यही पनि उयो हुन्छ नि मनमा मन त रुखो छ किनभने आमा जस्तो चाहिँ कोही नि हुन्न त्यसैले साथी हो हामीले फाइनली खाइदिन्छ ल अहिलेलाई बाई बाई साथी हो खाइदिए निस्क्यो बाई 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 बाई